What's up, beautiful people? The very funny. Welcome back to my channel. This might be episode 2. आज स्कुल जानुपर्ने हुन्छ। स्कुल गएर चाहिँ उता हेलमेट सर्भिसिङ गर्न दिएको थिएँ मैले। हेलमेट लिएर आउनुपर्छ आज चाहिँ। म चाहिँ यहाँ स्कुलबाट निस्केको है गाइज। स्कुलबाट निस्केँ म चाहिँ। के कस्तो भ्यू आउँछ पनि थाहा छैन मलाई। आउन चाहिँ लेट्स सी गाइज के हुन्छ। अब अलिकति यसो बनाउँछु। स्कुल बिदा हुनुपर्ने यार, अझसम्म स्कुल लागिरहेछ यार। के हो यस्तो? कहिले स्कुल बिदा? कुन स्कुल रहेछ यो? चस्मा किन्नु पर्यो कि किन्नु पर्यो यार? नभए त्यसै त गाह्रो भइरहेछ। हो सबैजना ड्राइभरहरू यसरी मलाई चाहिँ हात दिनु होला सबैलाई। यस्तो भयो भने चाहिँ राम्रो गरिन्छ तपाईँहरूलाई है। अस्तिको हो कि के गर्नु, नक्साल पुगेर आउनुपर्नेछ। अब आनन्दले गएर आउनु पर्यो। यतिको चाहिँ आउँछ है, यतिको चाहिँ हुनु पर्यो। लास्ट हल्लिने रहेछ तर। अनि अर्को भनेको सिधै छातीमा गएर चाहिँ पैसा जम्दो रहेछ। अनि मलाई यो चाहिँ खासै राम्रो पनि लागेन। मेरो साथी सिद्धि महर्जन, बिग साउट आउट टु हिम है। यो चाहिँ अब हाम्रो ड्राइभिङ सेन्टर भइहाल्यो चापगाउँ। चापगाउँबाट चाहिँ सुस्त जानुपर्छ। ल यस्तो छ, नोइज क्यान्सलेसन भएर चाहिँ साउन्ड राम्रो आयो भने त हुन्थ्यो। अब साउन्ड चाहिँ कस्तो आएको छ थाहा छैन है। वार आउनु पनि सक्छ, नट स्योर। अनि आई वान्ट टु सी के कस्तो रहेछ होइन। अब सर्भिसिङ गरेर दिँदाखेरि चाहिँ त्यहाँ मेजर चाहिँ के लेखिरहेको थियो भने स्क्रचेस भनेर लेखिरहेको थियो। अब त्यो स्क्रच जान्छ कि जाँदैन, सो आई वान्ट टु सी द्याट के कस्तो छ। स्क्रचेस गयो भने त सबभन्दा राम्रो भइहाल्यो होइन। जाँदैन होला। तर फर्स्ट टाइम है फेरि मेरो त्यो के अरे हेलमेट सर्भिसिङ चाहिँ। अब जिम पनि नगएको धेरै भयो। अब आज चाहिँ जिम पनि गइन्छ होला। जिममा पनि सानो जिममा पनि भ्लग बनाउनुपर्छ। अब अहिले चाहिँ के भइरहेछ भन्दाखेरि लाइक अलिकति पुस भएको फिल भइरहेछ कि आफूलाई मोटिभेट भएको जस्तो फिल भइरहेछ। अनि त्यही मोटिभेट भएको भएर चाहिँ अब मलाई चाहिँ अब नयाँ भिडियोहरू चाहिँ बनाउनु मन लागिरहेछ। सेफ भएर चलाउनु होला सबैजनाले। हतार गरेर काम छैन। हतारको काम जहिले पनि लतार हुन्छ है। आनन्दले सेफ भएर चलाउनु होला। अनि हाफ हेलमेट लाउँदाखेरि चाहिँ सिसा चस्मा चाहिने भयो क्या। मेरो चस्मा खोइ कहाँ गयो। चस्मा पनि एउटा किन्नुपर्ने। पैसा त जति भए पनि नपुग्ने रहेछ। जति भयो नि नपुग्ने रहेछ। कहिले के किन्यो है। मनमै छौ तिमी। ल हामी चाहिँ सिधै जान्छौँ। आज पनि पुरै जाम हुने होला हुन चाहिँ। दारी ब्रान्ड अब आफ्नो दारी सारी छैन है। के दारी ब्रान्ड भनेर
फिफो अब एउटा क्यामेरा चाहिँ किनै पर्ने हो यार अब सिरियसली लाग्नुपर्ने हो कि जस्तो पनि लागिरहेको छ यार तर कन्टेन्टै अब त्यस्तो कन्टेन्ट आयो भने मात्रै चल्छ यार अर्को कन्टेन्ट हाल्यो भने अब खासै अब नराम्रो पनि भएर पनि हो कि है अब अलिकति आफूले पनि इम्प्रुभ त गर्नुपर्छ कन्सिस्टेन्ट हुनुपर्छ हुन चाहिँ इट्स अल अबाउट एडिटिङ रहेछ हौ गाइज अहिले पछि भेटौँला है अब सिधै उतै ल फाइनली आइपुगेँ म चाहिँ यहाँ मेरो हेलमेट सर्भिसिङ गर्न ल्याएको थिएँ म यहाँ आइपुगेँ नक्साल के भन्छ यसलाई नक्साल हेलमेट नेपाल हेलमेट पसल भनौँ न अब ट्याक्क लिने हो अब जाने हो रेडी भइसक्यो अरे हुन चाहिँ हेलमेटहरू चाहिँ टन्नै छ अझै पनि यहाँनिर चाहिँ यहाँ देख्न सक्छ हेलमेट देखाइदिन्छु म एक दुईवटा मन पऱ्यो भने सबैजना आउनु होला यता फाइनली आई गट माई हेलमेट ब्याक तर यो सर्भिसिङ गर्ने भनेपछि यत्तिकै रहेछ होइन केही नगर्ने रहेछ सो वेस्ट अफ मनी सो यहाँ आएर नकिनिदिनु होला तपाईँहरू पनि वेस्ट अफ मनी सर्भिसिङ गर्ने भन्ने मात्र रहेछ है सो केही नगरिदिने रहेछ त्यही भएर सर्भिसिङ गरेर पैसा चाहिँ वेस्ट नगर्नु होला बरु आफैले घरमा धुनु होला है सो सस्तो ठाउँमा किन्दा हुन्छ यो हेलमेटहरू चाहिँ अथेन्टिक होइन क्वालिटी भएर किन्न चाहिँ नहुने रहेछ मैले जस्तो हेलमेट ल्याएको थिएँ त्यस्तै पाएँ मैले चाहिँ सो ब्याड एक्सपिरियन्स है मेरो लागि फुटसल भन्नु आएछ फेरि जिममा आइसकेँ म चाहिँ अब जिममा आज चाहिँ यो प्रेस हाल्नु पऱ्यो यो सोल्जर प्रेस भएन अब सोल्जर पछि अब अर्को 3टा हाल्नुपर्ने छ यार कति दिन ग्याप भयो है बाइसेप ट्राइसेप सोल्जर हाल्नुपर्ने छ आज 3टै कोही रेगुलर हान्नु भने रेगुलर हान्नै सकेको छैन